हामी बडीमालिका माईको दर्शन गर्नलाई 2077 साल 4 महिना 15 गते सान्नी त्रिवेणी गाउँपालिकाबाट हाम्रो यात्रा जारी थियो र हामी 2077 4 महिना 15 गतेको साँझ बीच बाटोमा बास बसेर यो त्रिवेणी भन्ने ठाउँमा पुगिसकेका छौँ र आज हाम्रो यात्रा अनि बास यहीँसम्मको हो। यहाँ देख्न सक्नुहुनेछ त्यहाँ थुप्रै पालहरू बिछाइएको छ। यहाँ यात्रीहरू पनि धेरै हुनुहुन्छ, जो तीर्थ यात्रामा जाने यात्रीहरू हुनुहुन्छ। सबै ठाउँमा मौसमले पनि हामीलाई एकदमै साथ दिएको छ। हाम्रो सान्नी त्रिवेणी गाउँपालिका कालीकोटकै नाम राख्ने यो पाटन जिउली भन्छ र त्रिवेणी यहाँ 3वटा खोला बगेर मिक्स भएको छ। त्यहाँ देख्न सक्नुहुनेछ तपाईँहरूले। र हामी भोलि बिहानै यहाँको दर्शन गरेर हामी बडीमालिकातिर जानेछौँ र तपाईँहरू हाम्रो साथमा रहनुहोला। धन्यवाद। हामी भातेजिउला पुगिसकेका छौँ। तपाईँ देख्न सक्नुहुनेछ यहाँ हाम्रो पुस्तौँदेखि चलिआएको रीतिरिवाज अनुसार यहाँ देख्न सक्नुहुनेछ। हेर्नुहोस्, यो भगेरा, सर्प र सन्टेललाई मिलेर रोपाइ गर्ने चलन छ। तपाईँलाई हामी नयाँ नयाँ मनोरम दृश्यहरू देखाइरहेको अवस्थामा हामी तीर्थयात्रीहरू हेरिरहेका छन्। मनोरम दृश्यहरू हेरेर इन्जोय गरिरहेका छन् र रमाइलो गरिरहेका छन्। त्यहाँ देख्न सक्नुहुनेछ र सबै ठाउँको भेला भएर अनि देउडा खेल सुरु भइसकेको छ। लगत्तै हामी यहाँदेखि देउडा खेल हेर्न र देउडा खेलसँग जोडिनलाई हामी त्यहाँ जाँदैछौँ र तपाईँहरू हाम्रो साथमा अझै रहनुहोला।